हेलो नमस्ते गुड आफ्टरनुन टु एभ्रीवान। आजको भिडियो चाहिँ म दिउँसोको 12:05 सुरु गरिरहेको छु है। र म चाहिँ यो चाबी लुकेर कहाँ जाँदैछु भने बोजूको लन्च ल्याउनुको लागि। एज युजुअल आज पनि लन्च ल्याउनु पर्यो बोजूको है। सो आई एम गोइङ। र किचन चाहिँ स्टिल क्लोज नै रहेछ है। सो आई हेभ टु वेट फर अ वाइल आई थिङ्क। अनि यो चाहिँ मेल बक्स हो होइन। यहाँनिर बोजूको मेल चेक गरिदिएको 2टा मेल आइ पनि रहेको रहेछ। सो र म चाहिँ एकछिन यहाँनिर बस्छु है, वेट गर्छु टिल किचन ओपन। र यहाँ बोजूहरूले पनि यताको बोजूहरूले पनि चेक गर्नुहुँदैछ होइन। फाइनली डोर इज ओपन। अब खानाहरू यिनीहरूको रेडी भएको यहाँनिर चाहिँ है। सदा चाहिँ होइन स्क्यान गरेर यहाँनिर मैले टिकट निकालिसकेको छु होइन। अब चाहिँ म चाहिँ यो टिकट यहाँबाट एउटा सानो बक्स छ त्यहाँ राखेर चाहिँ म यहाँबाट खाना लाने बोजूको। यहाँनिर चाहिँ बोजू बाजेको चाहिँ फुड आइटम्सहरू चाहिँ यहाँनिर छ। यहाँबाट जे छानेर लान्छु भने पनि हुन्छ एकोर्डिङ टु इम्प्लोयर्स लाइक्स एन्ड डिसलाइक्स है। यहाँबाट चाहिँ मनपर्ने चिज बोकेर गयो, नमनपर्ने छोडिराख्यो। र यहाँनिर चाहिँ सुप हो है। यहाँनिर देख्दैको यहाँनिर डाइनिङ हल यसरी सजाएको हुन्छ यिनीहरूले। मैले लास्टको भिडियोमा पनि देखाएको छु तपाईँहरूलाई। अनि यहाँनिर स्यालेड्स, यहाँनिर चाहिँ भेराइटिज अफ स्यालेड्स पाउँछ यसरी है। चाहिँ मैले पर्खिरहेको थिएँ नि त, मेरो टर्न आएको थिएन होइन। यहाँनिर स्टाफहरू अलिकति कम्ती भएको कारणले गर्दाखेरि चाहिँ एकछिन मैले वेट गर्नुपर्ने भयो। अनि यहाँनिर चाहिँ मैले बोजूको सुप हाल्न थालेँ। यो त चिकन सुप हो, हेल्दी हुन्छ यो सुप है, मिठो पनि हुन्छ। आजकल चाहिँ मलाई यसको टेस्ट चाहिँ पुरा राम्रो लाग्छ, मनपर्छ मलाई पनि। अनि फाइनली मेरो टर्न आयो। Good. Orange, Yarakot. What is and off, okay? Yarakot? Can. No. Off, gel. Can. No. Thank you. Salat na sa pagkakas. र मैले खाना लिएर चाहिँ जाँदैछु अब है। खाना थापिसकेँ। सो लगेर चाहिँ म बोजू भएकोमा जाँदैछु। जानुपर्ने चाहिँ हुन्छ म 11th फ्लोरमा। अनि यहाँको एलिभेटर चाहिँ जहिले त इङ्गेज हुन्छ र चाहिँ यहाँ 2वटा एलिभेटर इङ्गेज रहेछ र चाहिँ म चाहिँ जाँदैछु उता अर्को साइडबाट। यो रोबाट जाँदैछु। यहाँको चाहिँ त्यति साह्रो इङ्गेज हुँदैन। सो म चाहिँ यहाँबाट जाँदैछु। सलाम। र यहाँनिर मैले बोकेको चाहिँ बोजूको खाना हो है। अब लगेर चाहिँ मैले बोजूलाई चाहिँ सुप दिनुपर्ने हुन्छ। आज चाहिँ बोजूले सुप मात्रै पिउनुहुन्छ अनि खाना चाहिँ भोलि खानुहुन्छ। यहाँनिर चाहिँ हाम्रो नर्सिङ होमको इन्चार्ज हो है, क्लिनिङपट्टि हुनुहुन्छ उहाँ चाहिँ रसियाबाट हो। सो उहाँले चाहिँ यो सफा करिडोरहरू सफा गर्नु हुँदै रहेछ है। फाइनली म चाहिँ रुम पुगेँ। अब बोजूलाई मैले चाहिँ लन्च दिनुपर्ने हुन्छ। अनि यो चाहिँ आफ्टर 2 o'clock को भिडियो हो। यहाँ चाहिँ मलाई नानाले एकछिन बोलाएको थियो नि त माथिल्लो फ्लोरमा 12th फ्लोरमा। सो म चाहिँ नाना भएकोमा गएको मोमो बेल दिन सकाउन आइज भनेर है। के को लागि हो भरे आइज भन्छु ल। के हो यो दिन चाहिँ बुझ्नु थिएन के हो नाना? ह मासु पनि कानिरा ब्यागबाट त के हो नि त के गर्नुपर्ने भने मोमो बना भने हैन त किन के को चिकन मोमो हैन किन लागि त मोमो बेल्छु खै छिटमा कहाँ गयो कोही त प्रोग्राम जानु भनेर नि। सलाम। यहाँ बोजू चाहिँ बहिनीको इम्प्लोयर हो है। बहिनी चाहिँ अहिले छुट्टी जानुभएको रहेछ। त्यो भएर चाहिँ बहिनीकोमा चाहिँ फ्री हो नि त। त्यो भएर नाना पनि आइकिन मोमो बनाउने अरे अनि मलाई पनि सघाउनु बोलाएको। नाना चाहिँ 10th फ्लोरबाट, म 11th अनि बहिनी चाहिँ 12th फ्लोरबाट। र बहिनीले चाहिँ यहाँनिर चाहिँ सेलरोटी पनि पोलेर राखिदिएको रहेछ हो। सेलरोटी चाहिँ तर मैले भन्दा चाहिँ राम्रै पोल्दो रहेछ। मैले त पोलियो लागेको जस्तो पोल्छ भन्छ है। ज्यादा इन्ग्रिडियन्ट्स ज्यादा भएर होला मेबी।
र म चाहिँ यहाँनिर भट्टाभट्टी मोमो बेलेर सघाउनु थालेँ। नानालाई चाहिँ बनाउनु लाएँ है। मैले चाहिँ बेल्नु स्टार्ट गरेँ। यहाँ चाहिँ हामी दिदीबहिनीको धमाधम मोमो बनाउने प्रोसेस चलिरहेको छ है। बोजू बिचरा सुत्नु पनि भएछ। अनि यहाँनिर हामी दुईजनाको के गफ हो होइन, दुईजना गफमा मस्त भएर चाहिँ मोमो बनाइरहेको थियौँ। कस्तो लाग्यो नाना? यहाँको काम जस्तो सजिलो काम चाहिँ केही पनि होइन। न गोबर माटोले भर दिनुपर्छ, न बाल्टीमा पोचा घोडा मारेर हुनुपर्छ होइन, न त कालो भाँडामा। भन्दा मेरो साथी डोलमा पनि आइपुगेछ है। मेरो यहाँ बहिनीको रिप्लेसमेन्टमा चाहिँ आज डोलमा आएको रहेछ नि त बोजूलाई हेर्नुको लागि चाहिँ। र उहाँसँग पनि भेट भयो, एकदमै खुसी लाग्यो मेरो साथीसँग। अनि म चाहिँ बेलिसकेर पनि त्यहाँबाट निस्केँ है। निस्केर चाहिँ म एकछिन हावा खान्छु भनेर चाहिँ पार्क आएँ। यहाँ पार्कमा चाहिँ नानीहरू स्कुल छुट्टी भएर चाहिँ, स्कुल चाहिँ त्यही नजिकमा छ, त्यही भएर छुट्टी भएर चाहिँ नानीहरू खेल्दै रहेछ हो। अनि एक राउन्ड लाएर म घर आएँ, ब्याक टु वर्क है। अनि यो फाउन्टेन भएको जग्गा चाहिँ मेरो चाहिँ आँगन हो, हाम्रो चाहिँ हो। बेता हाम्रो नर्सिङ होम चाहिँ जस्ट हियर असाइड। अनि घरमा आइसकेर चाहिँ बोजूले जाउँ न तल तलामुनि उयोमा प्रोग्राम छ भने नि त, हलमा प्रोग्राम छ जाउँ हेर्नु भने होइन। त्यो भएर चाहिँ म चाहिँ प्रोग्राम हेर्नुको लागि झरेँ बोजूसँग। यसरी बाजे बोजूहरू यहाँ बस्नुभएको छ है। बाजे बोजूहरू सबैजना अनि हामी केयर गिभरहरू पनि है, सबैजना यहाँ बसेर चाहिँ अब चाहिँ प्रोग्राम हेर्ने। अनि म चाहिँ साइडमा बसेको, म चाहिँ अलिकति भिडियो सुट गर्छु भनेर चाहिँ म चाहिँ साइडमा बसेर चाहिँ भिडियो लिइरहेको थिएँ। अनि उहाँ चाहिँ सिङ्गर हुनुहुँदो रहेछ, इजरायलको एकदमै पपुलर सिङ्गर, सेलिब्रिटी भन्छ होइन। एकदमै डाउन टु अर्थ, कस्तो फ्रेन्डली, कति मजाले बोल्नु भएको होइन। अनि यहाँ चाहिँ निलो नानाको बोजूले चाहिँ प्रोग्राम नहेरेर चाहिँ होइन, उसलाई बोरिङ भएको कि के भएको पनि बिचरा यो बोजू चाहिँ यता फर्किरहेको थियो हो, हामीपट्टि फर्केर हो। मैले चाहिँ यो भिडियो चाहिँ स्पेसली नानालाई देखाइदिनुको लागि सुट गरेको थिएँ। यो चाहिँ 1 घन्टाको प्रोग्राम थियो नि त। त्यहाँदेखि 1 घन्टा चाहिँ बसेर चाहिँ तर मैले पनि इन्जोय गरेँ। गीत त बुझिनँ केही पनि, तर राम्रो लाग्यो होइन। बसेर इन्जोय गरेर 1 घन्टा पछि चाहिँ घर लाग्यौँ। So thank you guys this much for today. We'll see you in the next vlog.